खुकुरी के धारण ने कक विचार सीधे गयो पार्क अरे खुकुरी के धारण ने के भन्ने हैन अबे जल्दी बोल कल सुबह पनवेल निकलना है बाख्रा यस्तो छ गाई हेर्नु जस्तो छ टक्कै यहाँ यस्तो पुरा झ्यालछ्याल पुरै पाहाड छिर्छ भनेर बाख्रा जाडोमा यो घाँस उडाउने है यो चाहिँ डोर छ नि यो घाँस उडाउने उता भैँसी बान्ने अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। हात खुट्टा यस्तो लास्ट चिसोर्नु खुट्टा पनि चिसोर्नु चाहिँ हेर्नु त पुरा निलो भइसक्यो यार गाई चाहिँ। हेलो एभ्रिवान नमस्कार, म चाहिँ प्रशान्त खड्का आरपिआर ब्लक रुकुम पश्चिमबाट। यहाँ चाहिँ म बिहान हुन्छ डाँडा काट्नको जान लाग्छ होइन। सबैले भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट देखाइदिनु, त्यही हो। चाहिँ म चाहिँ एकछिन अब बिहान घाम चाहिँ आएको छैन होइन, टक्कै डाँडा काट्न जाँदैछु, त्यही हो। गाउँ चाहिँ यस्तो देखिन्छ यतातिर हरियाली छ, पाल्लोतिर घाँस बादल गरेर आज पनि पानी पर्न सक्छ गाइज। अस्ति नै पानी पर्यो, आज पनि पानी पर्न सक्छ। मेरो घर चाहिँ माथि छ, म चाहिँ डाँडा काट्न जानु लाग्छु हेर्नु हुन्छ होइन। डाँडा काट्न जानु लाग्छु, त्यही हो। बहिनी चाहिँ बिहानै ट्युसन पढ्न गइसकेको छ, स्कुलमा 10मा पढ्छ अहिले। बिहान ट्युसन पढ्न गइसकेको छ। आज चाहिँ म मात्रै डाँडा काट्नुपर्ने हुन्छ। शनिबारभन्दा अरू दिन त म मात्रै हो काम गर्ने, अरू दिन त सबै स्कुल गइहाल्छ। त्यो यही कोइरो काट्छु हेर्नु सक्नुहुन्छ। अहिले गाई कोइरो काट्न आइसक्यो हेर्नु सक्नुहुन्छ। कोइरो काटेर पनि सक्यो कि हात लात्ती चिसोर्ने यार, हात लास्टी चिसोर्ने यहाँ भइहाल्नु सक्नुहुन्छ। यहाँ त यस्तो छ भइहाल्छ ल, हात लास्टी चिसोर्ने यार, हात खुट्टा यस्तो लास्टी चिसोर्ने खुट्टा पनि चिसोर्ने चाहिँ हेर्नु त पुरा निलो भइसक्यो यार गाई चाहिँ। त्यही त गाई ल, अब भुइँमा जान्छु, अब घर गएर भैँस बाँध्छु, डाँडा हाल्छु, अनि एकछिन बस्छु, अनि त्यसपछि अलिक दिउँसो केही कहाँ दाउथाउ ल्याउँछु, अनि फेरि मलहरू ल्याउँछु खोलाएर। त्यही त गाई ल त है त है ल है त गाई। मैले चाहिँ कोही काटिसकेको छु होइन, अब बिजुन पारिसकेँ, अब घर जानु माथि बाँकी छ, अब घर जान्छु। त्यही त गाई ल, कोही काटेर हेर्नु बिर्यानी छ। झुसिलीको धन्नै खाल्ने थियो यार, झुसिलीको एउटा मैले रुखमा रहेछ यार, यस्तो टाँसिया रहेछ धन्नेको त काँडा बिहान यस्तो हाल्दो काँडा महा हाल्दो झुसिलीकोले यार। ल है त गाई त्यही हो। देखाउनुहुन्छ गाई हाम्रो घरको कुकुरले यस्तो खान्छ हुन्छ, खाइरह मस्तले दुध र रोटो खाइरह। हाम्रो कुकुरले यस्तो खाँदै बुझ्यौ नि, हाम्रो दुध रोटो खाने हाम्रो है तिमीहरू पनि खा मस्ती यार। लैजाले हेर्नु हुनुहुन्छ, खाइरहेको छ यसले मस्तीले खाइरहेको हेर्नु हुनुहुन्छ। यहाँ आनन्दले खाइरहेको खा मस्ती गर्थिरहेछ नि दिन। बोका हेर्ने गाइज, बोका हेर्ने गाइज, बोका के हो गाइज, बोका हाम्रो बोका है हेर्नु हुनुहुन्छ नि। त्यही हो। पहिला म त टक्कर आनन्दले आगो तापिरहेको छु, खाना खाएर मस्त रोटी खाएर टक्कर आगो तापिरहेको छु हेर्नु सक्नुहुन्छ। यस्तरी आगो तापिरहेको यहाँ, त्यही हो गाइज ल है त। एकछिन आगो ताप्छु, अनि एकछिन अब भैँसीलाई पानी खानु दिन्छु टक्क तरिकाले। अनि अहिले मैले भैँसीलाई पानी दिन लागिसकेको छु हेर्नु, भैँसीले खाँदैछ हेर्नु सक्नुहुन्छ टक्क तरिकाले। खा भैँसी खा पानी खायो, भैँसी लाग्छ खा पानी खाएछ भैँसी टक्क तरिकाले। सक्केलिस बड्डा ल ल ल ल ल यता यहाँ ओइ ल ल ल ल हेर्दै गाइदिनु नि त यता ल सेल्फी हानेको ल ल खान्छ है भैँसीले पानी खाँदैछ, बाख्रा दिन्छु त्यही हो। ल त गाइस भैँसीलाई पानी खानु दिन्छ कि हाम्रो चाहिँ भैँसा बाँध्ने ठाउँ छ यतातिर अगाडि जानु सक्नुहुन्छ। मस्तले आनन्द छ होइन, यहाँ डोको छ राङ्गिरहेको छ, यहाँ भैँसा बाँध्ने ठाउँ यता हो हेर्नु नि त एउटा ए भैँसा बाँध्ने ठाउँ यहाँ अहिले माउको त्यो थियो होइन बट्टा के हो हेर्नु त गाई है। खै खुकुरी के धारण ने कक विचार सिधै गयो पार्क अरे खुकुरी के धारण ने के अरे के भन्ने होइन। खुकुरी त लास्ट पुरानो जमाना खुकुरो गाई त्यसलाई चाहिँ कराउनु लगाउनुपर्छ जस्तो लाग्यो। कसले यो केमा हान्न ढाड छ भाँचुल्छ मतलब बबाल खुकुरो यार कस्तो नहुन्छ होइन। यहाँ कुकुर लागेको छैन, यहाँ भुसी बाँध्नु यता ट्याक्क बाख्रा उतरी बाँध्ने हो। खै बन्छ ए भगवान् बन्छ र हेर्नु गाई सक्छ तरिकाले यस्तो हुन्छ भुसी बाँध्ने ठाउँ। टक्क स्याउले खेल्नु भएको मम्मीले है अझ हाम्रो बाख्रा बाँध्ने ठाउँ हेर्नु सक्नुहुन्छ। हाम्रो बाख्रा बाँध्ने ठाउँ कस्तो भन्ने चाहिँ देखाइहाल्छु नि म। बाख्रा बाँध्ने ठाउँ हाम्रो बाख्रा बाँध्ने ठाउँ यस्तो छ क्या यहाँ फेरि बाख्रा बाँध्न कस्तो हुन्छ हेर्नु सक्नुहुन्छ। बाख्रा बाँध्न यस्तो छ गाई हेर्नु सक्नुहुन्छ यस्तो छ टक्कै यहाँ यस्तो पुरा झ्यालछ्याल पुरै पाहाड छिर्छ भनेर बाख्रा जाडोमा यो घाँस उडाउने है, यो चाहिँ डोर छ नि यो घाँस उडाउने उता भैँसी बाँध्ने त्यहाँ बाख्रा बाँध्ने त्यहाँ अब यस्तरी कतिवटा हावा नछिर्छ बाख्रा तातो होस् भनेर पुरै स्याउले सबै हाल्दा यस्तो बाँधिनु भए हेर्नु सक्नुहुन्छ टक्क तरिकाले ए यस्तो छ। हाम्रो दाउरा चाहिँदाको छ गाई चाहिँ
आउँछ दाउरा हामी के चाहिँ इन गर्छ अङ्कलका हुन् हाम्रो अङ्कल भएको पुरा इन गर्दै कोही बस्दैन मान्छे अनि हेर्नुहुन्छ दाउरा हाम्रो दाउरा तुल्याउनै बाँकी छ केटा दाउरा बनाउने बाँकी छ मस्तै छ टन्नै छ दाउरा बनाउने बाँकी यति बनाउनु भएको मम्मीले दाउरा चिर्नु भएको त्यही हो ल है त हेर्नुहुन्छ नजारा यस्तो छ हाम्रो घरदेखि वरपर नजारा चाहिँ यस्तो छ पारी चाहिँ ठुली आमा घर हो त्यो पारी त्यो घर चाहिँ ठुली आमा घर हो यस्तो हुनुहुन्छ हाम्रो घर चाहिँ यता छ यता अनि तल हार छ एउटा त्यही हो गोठ भयो मजाले टिनको गोठ ए हेरेर अब फेरि घाँस खान त आएन हेर्छस् मासला यता कुकुर जस्तो काम है घाँस खाएर त्यही हो ल पानी खान दिन्छु मैले सामान खाने गाग्रा यहाँ बाँच्नु सक्छु बाख्राले गएर खाबाटै भुइँ त कति खाएन हेर्नु त के बाँसैमा आउँछ ल बाँसैमा आउँछ ल है त हाम्रो फेरि कुकुरको नयाँ छाउनु नयाँ घरमै कुकुरको छाउरो आयो चाहिँ अहिले चाहिँ टक्क हिमाल सिमाल खुल्या पाहाडतिर टक्क मस्त हिमाल सिमाल खुल्या हेर्नु सक्नुहुँदैन हेर्नु त त्यहाँ पारि हेर्नु यस्तो बबाल हिमाल खुल्या छ अस्ति पनि चाहिँ हिउँ सिउँ सबै पग्लेर सानो भएको थियो आजकल चाहिँ सानो भएको थियो भने हिउँ सिउँ पग्लेर पुरै कालो मान्छे भएको थियो पुरै हिजो अस्ति हिउँ परेर पुरै खतरा भयो होइन के खानु भने चाहिँ मलाई हेरेर राखेको थियो यहाँ हेर्छ राम्रो त्यही हो गाई छ के छ सन्चै हो सन्चै हो त्यो लागि त गाई अहिले घामसाम लाग्यो मधुरो घाम लाग्यो टाढो घाम लागेन यार पानी पर्ला जस्तो गरेर राखेको चिसो भइरहेको अब चाहिँ मल लिएर जानुपर्ने हुन्छ गाइस ल है त गाइस म चाहिँ मल ल्याएर आइसकेको तल घर अनि जसले भिडियोलाई अन्तिमसम्म मेरो साथ सपोर्ट देखाइदिनु भयो उहाँहरूलाई धेरै धेरै मनदेखि नै धन्यवाद दिन चाहन्छु अनि आजको भ्लग पनि यति इन गर्न चाहन्छु अनि भोलि पनि भ्लग आज जसरी भोलि पनि भ्लग लिएर आउँछु यदि च्यानललाई सब्सक्राइब गरिदिनु भने प्लिज सब्सक्राइब गरिदिनु ल माया साथ सपोर्ट देखाउनु त्यही हो गाइस ल बाई बाई